तर ऊर्जा मन्त्री त हटेनन्, कुलमान घिसिङ चाहिँ हटेको छ। सरकारले अनुरोध गर्न चाहन्छु लोड सेटिङको तालिका पठाइदिनु होला, किनभने हाम्रो क्यामेरा माइकको ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ। दर्शक पनि यति बेला म ऊर्जा मन्त्रालय आएको थिएँ र मन्त्रीज्यूसँग छोटो समय मैले 60 सेकेन्ड माग्ने प्रयास गरेँ, तर मन्त्रीज्यू निकै व्यस्त हुनुहुन्छ। बाहिरभित्र आज बैठकहरू पनि धेरै छन्। तपाईँ मन्त्रीज्यूको सचिवालयमा हुनुहुन्छ? म अहिले आफ्नो कार्य व्यस्ततामा छु। मलाई यहाँ कहीँ जानुपर्ने छ, अरूसँग नै। मन्त्रीज्यूले कस्तो मिडियासँग कस्तो स्ट्यान्डर्ड मेन्टेन गर्नुहुन्छ? मलाई खासमा म आफ्नो काममा छु, त्यही भएर प्लिज म अहिले मिडियामा टाइम दिनु। उहाँले मलाई भन्नुभएको छ मन्त्रीज्यूले रिसर्च गर्नुहुन्छ, मिडियाको स्ट्यान्डर्ड हेर्नुहुन्छ, त्यसपछि उहाँले दिने नदिने निर्णय लिनुहुन्छ। मलाई थाहा छैन म कुन स्ट्यान्डर्डमा पढ्छु, तर मलाई यति चाहिँ थाहा छ मैले बोलेपछि देशले सुन्नेछ र देशभरिको माया मैले पाउनेछु। स्ट्यान्डर्ड त थाहा भएन, क्वालिटी त हामीलाई सूचना विभागले दिएको छैन। फर्स्ट क्वालिटी, फर्स्ट प्राथमिकता, सेकेन्ड, थर्ड क्लासमा जसरी हामी पढि